काभ्रेपलाञ्चोक जिल्लामा कार्यरत संघीय तथा प्रादेशिक कार्यालयहरू जिल्लाका नागरिकलाई दैनिक सेवा दिने यी कार्यालयहरूले आर्थिक वर्ष 2082-83 को दोस्रो चौमासिकमा के उपलब्धि हासिल गरे? गत ज्येष्ठ 20 गते सम्पन्न 9 जिल्ला सभामा स्थानीय तहको समीक्षा भिडियो मार्फत भएको थियो। संघ तथा प्रादेशिक कार्यालयहरूको समीक्षा विविध कारणले त्यस दिन हुन नसकेकोले आज यो छुट्टै कार्यक्रम मार्फत सम्पन्न हुनेछ। आउनुहोस् एकाएक गरी विस्तारमा हेरौं। नागरिक सेवाको केन्द्र जिल्ला प्रशासन कार्यालय। श्रावणदेखि चैत्रसम्मको अवधिमा जिल्ला प्रशासन कार्यालयले नागरिकता तर्फ 5670 थान नयाँ वंशज, 8045 थान प्रतिलिपि, 19 थान आमाको नामबाट, 28 थान गैर आवासीय र 5 थान अंकीकृत नागरिकता जारी गर्यो भने 35 थान नागरिकता परित्याग र 6 थान रद्द भएका छन्। राष्ट्रिय परिचय पत्र तर्फ 21806 आवेदन दर्ता भई 5549 कार्ड वितरण गरियो। राहदानी तर्फ 9906 आवेदन दर्ताका विपरीत 9749 वटा वितरण भयो। साथै 470 थान नाबालिग परिचय पत्र पनि जारी गरियो। संस्था दर्ता तर्फ 17 नयाँ दर्ता, 211 संघ संस्था नवीकरण र 5 हात हतियार नवीकरण भएको छ। 315 वटा दलित जनजाति परिचय पत्र जारी गरिएको छ। जिल्ला विपद व्यवस्थापनका 6 स्थानीय तह संघका 19 र कर्मचारी कार्यालय प्रमुख स्तरीय 125 बैठक तथा अन्तर्क्रिया सम्पन्न भएका छन्। दर्ता भएका 84 मुद्दा मध्ये 59 र प्राप्त 133, ठाडो उजुरी मध्ये 123 फर्स्योट भएका छन्। राहत तथा क्षतिपूर्ति तर्फ द्वन्द सहित परिवार र वैदेशिक रोजगारी क्षतिपूर्ति गरी कुल रु 1,79,00,000 वितरण गरियो। जेनजी आन्दोलनका 3 जना शहीद परिवार, पनौतीका रसिक खतिवडा खत्री, तिमालका दिल नारायण तामाङ र भुम्लुका सरोज खत्री प्रत्येकलाई रु 15 लाखका दरले कुल रु 45 लाख र आन्दोलनका 2 जना घाइते तिमालका रमेश लामा र पनौतीका सागर प्रधान जनहीलाई रु 20,000 का दरले कुल रु 40,000 राहत रकम वितरण गरियो। सेवा प्रवाह सुधार तर्फ क्यूआर कोड मार्फत नागरिक बडापत्र र गुनासो सुनवाई, पुराना अभिलेखको डिजिटाइजेसन, टोकन प्रणाली र हेल्प डेस्क स्थापना गरिएको छ। मन्दन देवपुर, महाभारत र खानीखोलामा बिदाको दिन पालिका मुकाममै पुगेर राहदानी र परिचय पत्र वितरण गरियो। हुलाकबाट राहदानीको घर दैलो सेवा सञ्चालन भयो। तिमालमा क वर्गका 1 जना अपाङ्गता भएका व्यक्तिको घरैमा गई नागरिकता वितरण गरिएको छ। सेवाले साँच्चै सीमा नमान्ने प्रमाण। सुधार र पुनर्स्थापना तर्फ कारागार कार्यालय। 85 जनाको क्षमता भएको कारागारमा फागुन मसान्तसम्म कैदी 118 र थुनुवा 157 गरी जम्मा 275 जना रहेका छन्। स्वीकृत क्षमता भन्दा निकै चापको अवस्था। यस्तो चुनौतीपूर्ण अवस्था बीच पनि कारागार कार्यालयले सुधारमक कार्यक्रममा निरन्तरता दिएको छ। 20 जना कैदीलाई हाउस वायरिङ तालिम दिएको छ, जसले उनीहरूलाई आफ्नो जीवन पुनर्निर्माण गर्न सिप प्रदान गर्दछ। नियमित योग र ध्यान शिविर सञ्चालन भइरहेका छन्, जसले कैदी थुनुवाहरूको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको छ। कारागार कार्यालय तथा कम्पाउन्ड वाल रङ रोगन गरी परिसर आकर्षक बनाइएको छ। कानून व्यवसायीसँग भेटघाट गर्न छुट्टै कक्ष निर्माण गरिएको छ, जसले कानूनी अधिकारको पहुँच सहज बनाइएको छ। लोकतन्त्रको आधार बलियो बनाउँदै निर्वाचन कार्यालय। यस अवधिमा फोटो सहितको मतदाता नामावली तर्फ 5695 र राष्ट्रिय परिचय पत्र मार्फत 8635 जनाको नयाँ दर्ता गरियो। 40 जनाको ठाउँ सारी र 37 जनाको विवरण त्रुटि सच्याउने कार्य पनि सम्पन्न भएको छ। कार्यालयबाट प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य तथा स्थानीय तह
निर्वाचन 2079 मा प्रयोग भएका मतपत्र र अनुसूची लगायतका कागजातहरू धुलाई नष्ट गर्ने कार्य सम्पन्न गरियो। प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 को तयारी स्वरूप मतदान केन्द्र पुनरावलोकनका लागि सिफारिस, निर्वाचन सामग्री व्यवस्थापन, समानुपातिक निर्वाचन प्रणाली तर्फ अस्थायी मतदाता नामावली संकलन, मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको तालिम सञ्चालन गरियो। विद्यालय स्तर निर्वाचन शिक्षा कार्यक्रम तथा मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गरी स्थलगत अवलोकन समेत गरियो। मतदाता शिक्षा अनुगमनकर्ताको तालिम, सञ्चार माध्यमहरूको अनुगमन कार्य पनि सम्पन्न भयो र यी सबै तयारीको परिणाम फागुन 21 गते सम्पन्न भयो प्रतिनिधि सभा सदस्य निर्वाचन 2082। महिनौको तयारी, दिनरातको खटाई र सम्पूर्ण कर्मचारी तथा सुरक्षा निकायको समन्वयमा काभ्रे पलाञ्चोकका 2 निर्वाचन क्षेत्रमा निर्वाचन सफलतापूर्वक शान्तिपूर्ण रूपमा सम्पन्न भयो। यो निर्वाचन कार्यालयको यस चौमासिकको सबैभन्दा ठूलो र महत्वपूर्ण उपलब्धि हो। कार्यालय सञ्चालन चालु खर्चमा 54% र मतदाता नामावली संकलन कार्यक्रममा 84% वित्तीय प्रगति हासिल भएको छ। जोड्दै घर र सरकारलाई जिल्ला हुलाक कार्यालय चालु तर्फ 51.20% र पुँजीगत तर्फ 22.06% वित्तीय प्रगति हासिल भएको छ। हुलाक सेवा शुल्क, भन्सार महसुल आयात, धरौटी, सदस्या र परीक्षा शुल्क लगायतका शीर्षकबाट कुल रु 20,57,740 राजस्व संकलन भएको छ। यस अवधिमा साधारण रजिस्ट्री, पुलिन्दा र इएमएस शीर्षक अन्तर्गत देश विदेशबाट कुल 11,854 वटा हुलाक वस्तु आयात तथा दर्ता र 11,620 वटा वस्तु वितरण तथा निर्यात गरिएको छ। सेवालाई सूचना प्रविधि मैत्री बनाउने प्रयासमा पालिका स्तरमा PITS सफ्टवेयर मार्फत अनलाइन ट्र्याकिङ, QR सहितको नागरिक बडापत्र, विद्यालय सचेतना कार्यक्रम र बस तथा मोटरसाइकल मार्फत दैनिक ढाक ढुवानी व्यवस्था मिलाइएको छ। कर्मचारी क्षमता विकासका नवीन कार्यहरू पनि सम्पन्न गरिएको छ। जमिनको सही अभिलेख नापी कार्यालयमा हेल्प डेस्क, नागरिक बडापत्र, सूचना अधिकारी र स्तनपान कक्ष सहितका सुशासनका सूचकहरू पूर्ण रूपमा कार्यान्वयनमा रहेका छन्। तथापि ज्येष्ठ नागरिक तथा अपाङ्ग मैत्री संरचना बन्न बाँकी रहेको छ। यस चौमासिकमा 21,296 वटा नक्सा बिक्री, 1,182 वटा फिल्डबुक उतार, 979 वटा कार्ड तथा लिखत, 243 वटा फिल्ड रेखांकन र 72 वटा किता एकीकरण लगायतका नियमित कार्यहरू सम्पादन भएका छन्। राजस्व तर्फ कुल रु 33,39,900 संकलन भएकोमा सबैभन्दा बढी हिस्सा नक्सा बिक्रीबाट रु 23,42,585 प्राप्त भयो भने रेखांकनबाट रु 8,96,000 र फिल्डबुक उतारबाट रु 84,095 संकलन भएको छ। विशेष उपलब्धिको रूपमा भुम्लु गाउँपालिकामा 75% पूर्जा तयार पार्न सफल भएको छ भने स्थानीय तह र वन कार्यालयसँगको उत्कृष्ट समन्वयमा बाढी प्रभावित क्षेत्रको पूर्ण सीमा निर्धारण र 5 किलोमिटर राष्ट्रिय वनको सिमाना छुट्याउने महत्वपूर्ण उपलब्धि हासिल गरिएको छ। फिल्डबुकमा छाप लगाई कृत्य नियन्त्रण, 4,453 फाइल नक्साको विवरण सुधार र 135 नक्सा NELIS डेटाबेसमा अत्यावधिक गरिएको छ। काठमाडौँ र काभ्रेलाई जोड्ने धमिनी सूर्य विनायक धुलीखेल सडक आयोजना रु 108 करोड बजेटको यस आयोजनामा समग्र 87.07% वित्तीय प्रगति हासिल भएको छ। साँगा धुलीखेल खण्डमा 68%, सूर्य विनायक साँगा खण्डमा 48% र महादेव खोला पुलमा 7% भौतिक प्रगति रहेको छ।
साँगा धुलीखेल खण्डको प्रगति उत्साहजनक रहेको छ। आगामी महिनाहरूमा पुल तथा सूर्य विनायक साँगा खण्डमा थप जनशक्ति परिचालन गरी बाँकी लक्ष्य समयमै पूरा गर्ने आयोजनाको रणनीति रहेको छ। सडक विस्तारका क्रममा जग्गा मुआब्जा विवाद, खानेपानी, विद्युत उपयोगिता संरचना स्थानान्तरण, सामाजिक माग र निर्माण सामग्री अभाव जस्ता समस्याहरू देखिएका छन्। यी समस्याहरूलाई सर्वोच्च अदालतको आदेश अनुरूप क्षतिपूर्ति व्यवस्थापन, सडक विभाग एवं स्थानीय सरकारवालाहरूसँगको निरन्तर समन्वय र विवाद निरूपण मार्फत समाधान गर्ने प्रयास भइरहेको छ। शिक्षाको गुणस्तर उकास्दै शिक्षा समन्वय इकाइ चालु तर्फ 59.58% र पुँजीगत तर्फ 77.24% वित्तीय प्रगति हासिल भएको छ। कार्यालयले स्थानीय तहको समन्वयमा शिक्षक तथा खुदपुल दरबन्दी मिलान, नयाँ पाठ्यक्रम, प्रबुद्धीकरण र लेखा कर्मचारी तालिम जस्ता प्रशासनिक सुधारका उदाहरणीय कार्यहरू सम्पन्न गरिएको छ। राष्ट्रपति शैक्षिक सुधार र सशक्त अनुदान मार्फत विज्ञान प्रयोगशाला, आईसीटी तथा पुस्तकालयको व्यवस्थापन गरी विद्यालयहरूको भौतिक एवं शैक्षिक गुणस्तर विकासमा सरकारवालाहरूको सहभागिता बढाइएको छ। सामुदायिक विद्यालयको न्यून विश्वास, कमजोर गुणस्तर र लगानीको अभाव जस्ता समस्या समाधानका लागि स्थानीय तहको समन्वयमा क्षमता विकास र योजना निर्माणका कार्यहरू भइरहेका छन्। आगामी दिनमा अनिवार्य शिक्षा ऐनको कार्यान्वयन, प्रविधि मैत्री कक्षा कोठा, शिक्षक उत्प्रेरणा र शिक्षालाई सिप एवं उत्पादनसँग जोड्ने आवधिक रणनीति मार्फत शैक्षिक रूपान्तरण गरिनेछ। उद्यमशीलताको वातावरण बनाउँदै उद्योग तथा वाणिज्य कार्यालय उद्योग प्रशासन तर्फ उत्पादनमूलक कृषि तथा वनजन्य, पर्यटन र सेवामूलक गरी कुल 456 नयाँ उद्योग दर्ता, 1204 उद्योग नवीकरण, 63 खारेजी, 36 नामसारी र 31 उद्योगको पुँजी वृद्धि भई कुल रु 92,07,000 राजस्व संकलन भएको छ। वाणिज्य प्रशासन तर्फ कुल 191 नयाँ फर्म दर्ता, 880 फर्म नवीकरण र 53 फर्मको पुँजी वृद्धि भई कुल रु 45,53,725 राजस्व संकलन भएको छ। व्यवसायी रजिस्ट्रेसन, प्रशासनिक सेवा शुल्क र दण्ड जरिवाना सहित यस अवधिमा कुल रु 1,37,95,000 राजस्व संकलन भएको छ। सूचना प्रविधि विभागको समन्वयमा वेबसाइट निर्माण, नेटवर्क सुधार, डिजिटल डिस्प्ले सहितको आरामदायी सेवाग्राही कक्ष र वान स्टेप सर्भिस सुरु गरी नमुना कार्यालय निर्माणको अभियान सम्पन्न गरिएको छ। प्रविधि हस्तान्तरण यस आर्थिक वर्षको महत्वपूर्ण कार्यको रूपमा रहेको छ। वन र वन्यजन्तु संरक्षणमा डिभिजन वन कार्यालय प्रदेश तर्फको कार्यक्रममा 41.33% भौतिक र 34.6% वित्तीय प्रगति हासिल भएको छ। संघ संसद अनुदान तर्फ भने 5% भौतिक र 0.7% वित्तीय प्रगति मात्र रहेको छ। वन्यजन्तुबाट भएको क्षति तर्फ कुल 111 निवेदन बापत रु 12,94,000 क्षतिपूर्ति वितरण गरियो, जसमा 102 कृषि बाली क्षतिका लागि रु 9.79 लाख, 7 पशुधन क्षतिका लागि रु 1.8 लाख र 2 जना मानवीय क्षतिका लागि रु 1.77 लाख समावेश छन्। यस अवधिमा कुल 10 वटा वन्यजन्तुको उद्धार गरियो। जीवित चालक, मृग, ब्ल्याक प्यान्थर र चितुवा सहित, जसमध्ये 4 जीवित र 6 मृत अवस्थामा रहेका थिए। वन मुद्दा फर्च्योर तर्फ सरकारी वन क्षेत्रमा अनाधिकृत खैर रुख कटान सम्बन्धी मुद्दामा फैसला भई 171 क्युफिट काठ बरामद र रु 1,89,000 रकम असुल गरियो। अपेक्षित प्रगति नहुनुका कारणमा कार्यक्रम कार्यान्वयन कार्यविधि समयमै प्राप्त नहुनु, जेनजी आन्दोलनका कारण बजेट रोका हुनु, निर्वाचनका कारण लक्षित प्रभाव हुनु रहेका छन्। तथापि
उपभोक्ता समूहको संस्थागत विकास, दुर्गममा सेवा विस्तार र वन समूहमा सुशासन सुदृढीकरण मुख्य उपलब्धिका रूपमा रहेका छन्। प्रदेशको सडक सञ्जाल बलियो बनाउँदै पूर्वाधार विकास कार्यालय। यस कार्यालयले मुख्य गरी प्रदेश सरकार अन्तर्गतका सडक, मोटरेबल पुल तथा झुलुङ्गे पुल सम्बन्धी कार्य गर्दछ। दोस्रो चौमासिकको समाप्तिसम्ममा प्रादेशिक लोकमार्गमा 50.31% वित्तीय र 50% भौतिक प्रगति, प्रादेशिक मार्गमा 18.01% वित्तीय र 60% भौतिक प्रगति, शहरी स्थानीय सडकमा 27.51% वित्तीय र 25 भौतिक प्रगति र प्रादेशिक सडक पुल तथा झुलुङ्गे पुलमा 39.49 वित्तीय र 30% भौतिक प्रगति हासिल भएको छ। बहुवर्षीय सडक 16, सडक पुल 12 र साल बसाली योजना 18 वटा रहेका छन्। फिल्ड अनुगमन, विशेष अनुगमन तथा छड्के चेक जाँच नियमित रूपमा गरिने गरिएको छ। प्रयोगशाला परीक्षण पश्चात मात्र भुक्तानी दिने नीतिले गुणस्तर सुनिश्चितता गरिएको छ। स्थानीय तह तथा सम्बन्धित क्षेत्रका मान्यज्यूहरूसँग समन्वय गरी योजना कार्यान्वयन गर्ने गरिएको छ। आधुनिक कृषितर्फ कृषि विकास कार्यालय। काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक दुई जिल्लामा कार्यक्षेत्र रहेको यस कार्यालयले प्रादेशिक बजेटको 14.45% वित्तीय प्रगति हासिल गरेको छ। संघ शर्त NAMP तर्फ सम्झौता सम्पन्न भएको छ। इजाजत पत्र जारी तथा नवीकरण, बिउ बजार अनुगमन र विषादी व्यवसायीहरूका लागि तालिम सञ्चालन गरिएको छ। विपदबाट क्षति पुगेका 274 जना कृषकलाई प्रदेश मन्त्रालय मार्फत कुल रु 53,78,900 क्षतिपूर्ति तथा राहत वितरण गरिएको छ। फेसबुक र वेबसाइट मार्फत सूचना प्रवाह, अनलाइन निवेदन तथा गुनासो व्यवस्थापन गरिएको छ। व्यावसायिक तरकारी खेतीमा अटोमेटिक फङ्टिगेसन र धान रोप्ने सेमी अटोमेटिक मेसिनको सफल प्रदर्शन मार्फत आधुनिक कृषि प्रविधि अवलम्बन गरिएको छ। कार्यविधिमा विविधता, कमजोर सूचना प्रविधि, पूर्वाधार र कृषक साक्षरताको कमी मुख्य चुनौतीका रूपमा रहेका छन्। पशुपालन प्रबन्धनमा पशु सेवा कार्यालय। काभ्रेपलाञ्चोक तथा सिन्धुपाल्चोक दुई जिल्लामा कार्यरत यस कार्यालयले 26.18% वित्तीय प्रगति हासिल गरेको छ। आर्थिक वर्ष 2082-83 को अनुदान कार्यक्रम अन्तर्गत काभ्रेबाट 118 र सिन्धुपाल्चोकबाट 36 गरी कुल 154 वटा प्रस्ताव प्राप्त भएका छन्, जसमा सबैभन्दा बढी पशुपालनमा असल अभ्यास प्रबन्धन कार्यक्रमका लागि 59 वटा प्रस्ताव रहेका छन्। कार्यालयमा सूचना अधिकारी, सीसीटीभी क्यामेरा, विद्युतीय हाजिरी, नागरिक बडापत्र, हेल्प डेस्क र खर्च सार्वजनिकरण जस्ता सुशासनका प्रमुख व्यवस्थाहरू चुस्त रूपमा कार्यान्वयनमा छन्। बजेट कटौती अनुसार लक्ष्य संशोधन नहुनु र रिक्त पदमा कर्मचारी पद पूर्ति नहुँदा कार्य सम्पादनमा कठिनाई उत्पन्न भएको छ। जिल्लाको स्वास्थ्य रक्षक जनस्वास्थ्य कार्यालय चालु तर्फ 32.27% र पुँजीगत तर्फ 80.78% वित्तीय प्रगति हासिल भएको छ। काभ्रेका 13 स्थानीय तहका 79.14% लक्षित किशोरीहरू 3242 जनालाई HPV खोप लगाइदा खोप खेर जाने दर न्यूनतम 0.34% मात्र रह्यो। यस अभियानमा 257 खोप केन्द्र मार्फत 3253 डोज खोप सुरक्षित रूपमा खपत भएको छ र कसैमा पनि नकारात्मक असर देखिएको छैन। नसर्ने रोग स्क्रिनिङ अभियान अन्तर्गत जिल्लाभर कुल 23,435 जनाको स्क्रिनिङ गरियो। परीक्षणमा 4,320 जनामा मोटोपना, 3,242 जनामा उच्च रक्तचाप, 1,875 मा मधुमेह र 1,158 मा मृगौलाको रोग पहिचान भई 1,233 जनाको उपचार गरियो भने 451 जनालाई थप उपचारका लागि प्रेषण गरियो।
DHIS2 को 3 वर्षको तथ्याङ्क अनुसार सडकमा दुर्घटना 3081 जना परेका छन् भने 28 आत्महत्याको घटना दर्ता भएका छन्। यी तथ्याङ्कले थप सजगताको आवश्यकता औल्याउँछन्। जिल्लाभरिका 123 माध्यमिक विद्यालय मध्ये 60 वटामा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन भई कुल 17,670 जनालाई सेवा प्रदान गरियो भने 931 जनालाई थप उपचारका लागि स्वास्थ्य संस्थामा प्रेषण गरियो। यस आर्थिक वर्षमा जिल्लाभित्र कुनै पनि महामारीजन्य घटना नभएको जिल्ला जनस्वास्थ्य कार्यालयको उल्लेखनीय उपलब्धि हो। परम्परागत चिकित्साको आधुनिक केन्द्र आयुर्वेद चिकित्सालय फागुन मसान्तसम्म चालुतर्फ सङ्घ 63% तथा प्रदेश 42.02% गरी जम्मा 52.15% र पुँजीगत तर्फ कुल 35% वित्तीय प्रगति भएको छ। कार्यालयमा पञ्चकर्म, शल्य चिकित्सा, योग, ज्येष्ठ नागरिक तथा स्तनपायी आमा सेवा, अकुपञ्चर र फिजियोथेरापी जस्ता सेवाहरू उपलब्ध छन्। यस चौमासिकमा स्त्री र मानसिक रोग विशेषज्ञ ओपीडी सुरु भयो। नयाँ पञ्चकर्म सेवा विरेचन, बस्ती र अग्निकर्म थपिए। हरेक बिहिबार मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सञ्चालन भइरहेको छ। आगामी वर्षका लागि धुलीखेलमा आयुर्वेद प्रबन्धनका लागि हेल्थ टुरिज्म, स्वर्ण प्राशन र वायु प्रदूषणबाट प्रभावित ट्राफिक प्रहरी लक्षित ट्राफिक नस्य कार्यक्रम प्रस्ताव गरिएको छ। सुरक्षित पानी सबैका लागि खानेपानी तथा सरसफाई डिभिजन खानेपानी गुणस्तर सुधार तथा ढल व्यवस्थापनमा कुल 160 आयोजना मध्ये हालसम्म 152 आयोजना कार्यान्वयनमा गइसकेका छन् भने प्रदेश तर्फको 1 खानेपानी आयोजना सम्पन्न भइसकेको छ। प्रदेश तर्फ चालु 60.10% र पुँजीगत 13.44% गरी कुल विनियोजनको 15.46% वित्तीय प्रगति हासिल भएको छ। दरबन्दी अभाव, साना आयोजनाको अत्याधिक संख्या र प्राकृतिक प्रकोपबाट भएको क्षति मुख्य चुनौतीका रूपमा रहेका छन्। यसको समाधानका लागि लोक सेवा आयोग मार्फत तत्काल पद पूर्ति र प्रदेश स्तरीय रणनीतिक आयोजनामा मात्र केन्द्रित हुने सुझाव रहेको छ। बागवानी विकास केन्द्र पाँचखालले 35.9% वित्तीय प्रगति सहित यस अर्थवार्षिक अवधिमा 3,44,000 गुणस्तरीय तरकारीका बेर्ना उत्पादन र 13,000 फलफुलका बिरुवा तयार गरेको छ। धान, मसला बाली र बिउ आलु उत्पादनका कार्यहरू विभिन्न चरणमा रहेका छन्। सामाजिक विकास कार्यालयले सङ्घतर्फ 0 तथा प्रदेश तर्फ 16.04% मध्ये चालु तर्फ 4.18% तथा पुँजीगत तर्फ 16.09% गरी कुल 8.28% वित्तीय प्रगति हासिल गरेको छ। कार्यालयले पुष मसान्तसम्म 284 पूर्वाधार योजना मध्ये 50 वटा सम्पन्न र 200 सम्झौता गरिसकेको छ भने दिनेश रामजी बहुप्राविधिक शिक्षालयको निर्माण कार्यमा 85% भौतिक प्रगति हासिल गरेको छ। साथै 60 जनालाई सिपमूलक तालिम प्रदान गरिएको छ भने विभिन्न विद्यालयमा आईसीटी ल्याब, शैक्षिक सुधार र अपाङ्गता सशक्तिकरणका क्षेत्रमा सम्झौता तथा प्रस्ताव मूल्याङ्कनका कार्यहरू अघि बढाइएका छन्। संघ र प्रदेशका यी 17 कार्यालयहरू नागरिकता होस् वा खानेपानी, शिक्षा होस् वा वन संरक्षण, सडक होस् वा स्वास्थ्य, हरेक क्षेत्रमा काभ्रे पलाञ्चोकका नागरिकको जीवन स्तर उकास्न अहोरात्र खटिरहेका छन्। जिल्ला समन्वय समितिको कार्यालय काभ्रे पलाञ्चोक सेवा, सुशासन र समृद्धिको साझा संकल्प सहित अघि बढ्दै काभ्रे।